आफूलाई भिटामिनहरु हेलो गाइस वेलकम ब्याक टु माय युट्युब च्यानल। आज म तपाईहरुलाई आज हाम्रो दिनभरिमा के भयो म चाहिँ खोज्ने हो के किन खोज्ने भिटामिनहरु सबै आउनमै आउँछ न मलाई सिकाऊ पहिला अनि म कस्तो भन्नु अस्ति भेट्दा त मलाई सिकाऊ खाली के छ गाइस हामी चाहिँ खासमा यहाँ कम्युनिटी मेडिसिनको प्रोजेक्ट वर्क गर्न आएको हो तर यहाँ सब्जेक्ट अलिकति डाइभर्स भयो है। जनकपुरमा गर्मी बढेर गाइस आज क्लास हुन सकेन। लन्च ब्रेकमा जाँदैछौँ हामी घुम्दैछौँ। क्लास का हालत यस्तो छ। कितना गरम लग रहा है जान गरम तो ज़्यादा नहीं लग रहा है लेकिन एसी भी नहीं हो वेंटिलेशन डोर भी न कर दिया लॉक कर दिया है। तो ये अंतर लगाने लंच खाना अंतिम देखा खाने हो हामी मलाई बसम होइन एकछिन मलाई कल गर्नु नि म आइदिन्छु तिमीहरू लिन आउनु मलाई ल हेलो फुटबल है हाम्रो आज गर्मीले यस्तो हालत छ गाइस। आज गर्मीमा हाम्रो यस्तो हालत छ पछाडि कुक आउँदैछ झन् गर्मी डिपार्टमेन्टमा गएर हेर बाहिरको मौसम कस्तो शीतल छ यस्तो। तिमीहरू खाएर मलाई कल गर न एकछिन ओए तिमीहरू खाएर मलाई कल गर ल गाइस आज हाम्रो साथी एकजना चाहिँ खानै मानिरहेको छैन गर्मीले खाएर आएको त्यही त खानुपर्छ कि साथी। अब अलरेडी खाएर आएको त्यही नि खाना कट्लाउने मान्छेहरू एकजना त्यही त पढाइ सढाइ छोड्ने हो तर डाइट भन्ने कुरालाई चाहिँ मेन्टेन गर्नुपर्छ है। हामी डक्टर बन्ने आयो नि त होइन पछि पेसेन्ट बनेर निस्क्यौँ भने त यो त राम्रो भएन। कसको पो होइन 5-6 किलो वेट घटिसक्यो कसको हो गायत्रीको 6 किलो वेट घट्यो अनि फेरि अनि पछाडि को आउँदैछ गाइस यो चाहिँ हाम्रो क्यान्टिन हो लेडिज होस्टल नजिकको क्यान्टिन पुरै फुल भइसक्यो। यता चाहिँ लेडिज होस्टल हो गाइस र हामी क्यान्टिनभित्र इन्ट्री गर्दैछौँ। अहिले सब हाम्रो ब्याच मात्रै छन् गाइस भुक्कट गाइजहरू हाम्रो भुक्कट गाइज यस्तो भोक लाग्यो नि मलाई यस्तो भोक ल गाइज इनर्जी यसमा 10 छ नि यस कार्डमा ल 10 देखा त म हेरेर भन्छु तिमीलाई एस गाउडको 10 देखा। अहिले चाहिँ हामी कम्युनिटी मेडिसिनको प्रोजेक्ट वर्क गर्दैछौँ गाइस र यहाँ चाहिँ मेरो साथीहरू गायत्री र अञ्जली छिन्। 158 हो कि 15.8 हो 158 हो। हाम्रो चाहिँ कम्युनिटी मेडिसिनमा चाहिँ टपिक चाहिँ हामीलाई प्रेजेन्टेसनको लागि टपिक चाहिँ भेजिटेबल्स रुट्स एन्ड ट्युमर परेको छ। हामीले चाहिँ यो चाहिँ गुगल च्याट र टेक्स्ट बुकहरूको सहायताबाट चाहिँ न्युमेरिकल भ्यालु यो इनर्जीहरू चाहिँ निकालिसकेको छौँ। अहिले चाहिँ हामी भर्दै हो गाइस। आज दिनभरिमा के भयो भन्ने कुरा गर्नु भने चाहिँ आज चाहिँ एकदमै गर्मी थियो गाइस। जनकपुरमा चाहिँ आज लास्टै गर्मी थियो फर्स्ट टाइम पहिले आएदेखि आजसम्ममा चाहिँ पहिलोचोटि यति धेरै गर्नु भएको थियो जसले गर्दा हाम्रो क्लास पनि डिस्टर्ब भयो। 85 26 50 48 ल प्रोटिन न प्रोटिन कति धेरै पढेको गाइस 0.4 यता हेर न एकचोटि 0.4 हाय इले चाहिँ लेख्ने इनको काम चाहिँ लेख्ने छ मेरो चाहिँ भन्ने छ है ल एस गर्डमा 0.4 भयो न अब 7.4 बिन्सहरुमा Come follow me to a secret place